आजको माछा हेर्न त गाइज कति धेरै हो। मैले चाहिँ मारेको होइन है, मेरो दादाहरूले मार्नु भएको। के हो बर्खा जस्तो बादल लागिरहेछ त। सो के छ गाइज, मेरो चाहिँ एकदम ठिकठाक छ। हजुर ठिकठाक होला होइन। भिडियो बनाइरहेको थिएँ, के साह्रो हेरेको मलाई। के हो गाइज, मलाई मन परायो के हो। म ह्यान्सी छु र गाइज मलाई मन पराउने गरेँ। हजुर यो कुरालाई यति छोडिदियो होइन गाइज। पहिले चाहिँ चटपटेहरू बनाउन पठाएर चटपटेहरू गुवाम खाएर फेरि चटपटे नभएर पानीपुरी अर्डर गरेर पानीपुरी पनि खाइयो। पानीपुरी खाएर फेरि यता अङ्कलको बाल काट्ने भन्नुहुन्थ्यो होइन। यता अङ्कलको बाल काट्दै हुनुहुन्छ, यता फेरि म भिडियो बनाउन कसिरहेको छु होइन। बाल साल काटेर फेरि यता दादाहरू चाहिँ माछा मार्न जानुभएको थियो, माछा ल्याएर आउनु भएको छ। म झन्डै ढलिनँ कि गाई हेर्नु त कत्नु हो कि। म चाहिँ अब घरतिर जान लागेँ होइन। प्याज टमाटर सिद्धेको थियो घरमा, प्याज टमाटरहरू लगेर घरतिर अटोमा बसेर गएँ होइन। यता सुन्नु त अटोमा के भन्दै हुनुहुन्छ मेरो फुपू। मेरो फुपूको कुरा सुन्दै गएको त घरमा पुगेको थाहै भएन कि अटो झरिसक्यो होइन। यता मेरो दादा हुनुहुन्छ, उहाँले चलाउनुहुन्छ है अटो चाहिँ होइन। त्यो आजको बोलाएको 3 चला ठ्याङ वाचिङ सी अन द नेक्स्ट भिडियो। बाइ।